और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। फाइनली गाइज हैन हामीले चाहिँ मासु यति पोलिसकेछौँ नुन यता छ हैन हामीले मासु पोल्न सकेर यहाँ 3 केजी जति मासु एक्स्ट्रा होला हैन मासु पोल्न सकिएन यहाँ चाहिँ खसीको मासु यहाँ चाहिँ 200 खसीको मासु हो हैन यहाँ खसीको मासु गिरेरै हैन के छ अब पोल्न सकिएन 1 बजे सक्यो हैन यो चाहिँ विकास जी हुन्छ यहाँ चाहिँ हाम्रो कोक छ यो चाहिँ बिउ यो चाहिँ कोक हाम्रो चाहिँ यति लगो नेपालगञ्ज एडिटिङ सिके मान्छेलाई यति थाहा अनि यो चाहिँ नितेश नाम चेन्ज गर्दियो के प्रदीप खड्का आइफोन देखाइराछ नि हेर्नुस् छ त कसैसँग छ छुट्टी मोबाइल फेरि दुईटा मोबाइल यो नाम नै चेन्ज गर्छ कपिल चाहिँ धुवा लाउने म चाहिँ यता गाइज हैन केटालाई मोटिभेट गर्दैछु कि यसरी खाने उसरी खाने भनेर यहाँ चाहिँ निराश हुनुहुन्छ मोटिभेट गर्न हामीले चाहिँ नेपालगञ्जबाट ब्लग गरे क्यामेराम्यान साथीहरु यता सुन्नुस् हामीले चाहिँ के हो भन्दाखेरि पागल प्रेमीले कसै गर्लफ्रेन्डको लागि आफ्नो कुनै हुन्छ नि कुराहरू आफूले 1 वर्ष लस गर्ने हाम्रा भाइ छ प्रेमको लागि मायाको लागि उनले दोर्दानाबाट हाम फालेर उनले उहाँको त्यो छ नि के भन्छन् गरे त्यो भ्यू नै उनले भिगाइसकेको छ सेल्फी डाँडोदेखि तुलसीको घरदेखि पुग्छ भएन खसीको मासु चाहिँ 200 मात्रै है स्पेसल्ली नितेशको ड्याडीले खसीको मासु पठाइदिनु भएको मेरो छोरो पिलेले खान्छ भनेर ल यो भिडियोमा ब्लग मान्दियो धेरै खाने मान्छेलाई थोरै हाल्दिने हाम्रो खै तपाईलाई अब रक्सी पाएन त्यही भएर कोक खानुहुन्छ कि के खानुहुन्छ हामी कोकै खान्छौँ अब हामी संस्कारी डिउ हो यार डिउ हो हजुर त्यो भार राख्नेलाई र्याक भन्छन् नथाहा भयो भने मासु देखाइदिनु मासु स्पेसल्ली नुन प्रिया खुर्सानी लगाएर चटनी आइराख उताबाट चटनी खाइ बाबु दिमाग त आइको यसो दिमाग त बाबु 10 पास हो त यार अर्को गिलास नै यसलाई हाल्दैन योलाई कहाँ राखौँ थोरै राखे न थोरै छेउमा क्या एउटामा तिलको गिलास हो के बाबु गिलास खाइ नि दाइ गिलास पनि सबै यहाँ लगाइदिए उतै छ ल उतै त्यत्रो हान यहाँ त तपाईँ गिलास एउटा फाइनल्ली हाम्रो चाहिँ रातिको 1 बज्यो है फिर्दै हाल्यो का फिर्दै 5 दिन भयो त्यो खसीको मासु ल्याएर त्यो घिनो पनि कसले खान्छ फाल्दे मैले चिन गरे दाइ के फ्रिज कि खसी खसी त गरेन होला फेरि पानीको एउटाबाट अर्कोमा हालिस होला नि त्यो त राम्रो छैन कि एक क्याटकोला भन्ने के खाना दिन सब डुप्लिकेट मात्रै पुग्छ नि यहाँ ए ओरिजिनल रहेछ एउटा स्प्रे पनि थियो एलइडीमा कस्तो भन्ने हो त्यो त नदेखाइ मलाई त सबभन्दा बढी खाने मान्छे काँचो छ कसम काँचो कसले भोलि बिहान यस्तो रिस उठ्ने